मेरो पेजबाट 8 डेको रिल्स च्यालेन्जलाई लिएर आइसकेको छु। अनि आज चाहिँ मेरो अन्तिम च्यालेन्ज हो अथवा रिल्स हो। अनि आजको टपिक छ 8 डेको टपिक छ हु इज दिस फर भन्ने टपिकमा बोल्न गइरहेको छु। यो व्यवसाय चाहिँ कसको लागि हो त, यही विषयमा म बोल्न गइरहेको छु। अनि जतिजनाले मलाई मेरो पेजमा हेर्दै हुनुहुन्छ हजुर सबैलाई स्वागत भन्न चाहन्छु। यो डिजिटल बिजनेस चाहिँ ग्लोबल अनलाइन बिजनेस हो, जहाँ हामी चाहिँ एउटा टाइमको होइन समयको स्वतन्त्रता छ अनि एउटा ठाउँको स्वतन्त्रता छ। हामी जहीँ पनि बस्दै गर्दा काम गर्दै गर्दा पनि हामी यो व्यवसायलाई चाहिँ हामी सँगै लान सक्छौँ। यस कारणले यो बिजनेसको एउटा बेनिफिट मध्ये चाहिँ यो पनि एकदमै बेस्ट बेनिफिट हो। टाइमको फ्रिडम छ, लोकेसनको फ्रिडम छ। अनि यो बिजनेस चाहिँ जसले पनि गर्न सक्नुहुन्छ। मैले विभिन्न टपिकमा बोल्दै आइरहेको छु। अनि जतिजना मेरो साथीहरू हुनुहुन्छ, फलोअर्स हुनुहुन्छ, हजुरहरूले मैले विभिन्न टपिकमा बोल्दै जाँदाखेरि कतिजनाले मेरो भिडियोलाई हेरिराख्नु भएको छ, बुझिराख्नु भएको छ भने हजुरहरूलाई म यही उत्साह दिन चाहन्छु। यो बिजनेस पनि हजुरहरू फुल टाइम जब होल्डर हुनुहुन्छ भने पनि हजुरहरूले पनि गर्न सक्नुहुन्छ, अथवा आफ्नो परिवारलाई टेक केयर गरेर बसिराख्नु भएको छ भने पनि हजुरहरूले पनि गर्न सक्नुहुन्छ, अथवा तपाईँ विद्यार्थी हुनुहुन्छ भने पनि हजुरहरूले पनि यो व्यवसायलाई चाहिँ एउटा साइड हसलको रूपमा गर्न सक्नुहुन्छ है। यो व्यवसाय चाहिँ हामीले आफ्नो जबसँगै होइन जागिरसँगै एउटा साइड हसलको रूपमा इन्कम सोर्सेस बनाउन चाहनुहुन्छ भने हजुरहरूले गर्न सक्नुहुन्छ यो व्यवसाय। अनि अर्को कुरो चाहिँ मैले अघि पनि भने घरैमा बसेर आफ्नो परिवारको ख्याल गर्दै गर्दा पनि हामीले यो व्यवसायलाई आम्दानीको स्रोतको रूपमा हामीले गर्न सक्छौँ। अनि नयाँ कुरा सिक्दै अनलाइनमा नयाँ सिपहरूको बारेमा जानकारी लिँदै सिक्दै केही कुरा गर्न चाहनुहुन्छ भने हजुरहरूको लागि पनि हो यो। अनि एक्स्ट्रा इन्कम र फाइनेन्सियल रूपमा फ्रिडम हुन चाहनेहरूको लागि पनि हो। अब कतिजना होइन अब जब होल्डरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ एउटा समयको स्वतन्त्रता उहाँहरूले पाउनु भएको हुन्न नि त। अनि अब 9 to 5 जब गर्दा त उहाँहरू अफिसमा आफ्नो बसको अन्डरमा घन्टौँ होइन उहाँहरूको अन्डरमा गर्नुपर्ने हुन्छ काम भने यहाँ चाहिँ त्यस्तो छैन। आफै अन बोस भएर आफै यो व्यवसायको मालिक भएर गर्न सकिने भएको कारणले गर्दा पनि यो व्यवसाय चाहिँ एउटा ग्लोबल बिजनेस हो, जहाँ चाहिँ हामीले आफूले पाए